हेलो साथीहरू, वेलकम टु माई न्यू ब्लग। आज एकदमै धेरै दिनपछि अलमोस्ट 1 विक पछि चाहिँ ब्लग बनाउनु गइरहेको साथीहरू। मार्केट जाँदैछु आज तपाईँहरूलाई देखाउने छु मार्केटतिरको चहल यहाँ बाटो। त्यसै बाटो जाँदैछु, एक्लै जाँदैछु, हिँड्दै 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 जाँदैछु। यस्तो छ ठाउँहरू चाहिँ। यहाँ तलतिर चाहिँ स्कुल छ। मार्केट जाँदैछु, हेर्नु होला, सबैले सपोर्ट गर्नु होला, सब्सक्राइब गर्नु होला। कसैले सब्सक्राइबै गर्दैन, वाइ आई डोन्ट नो। Nobody subscribe my channel। के साथीहरू यस्तै छ, जाँदैछु। अब अहिले म के लिन्छु, के गर्छु तपाईँहरूलाई कन्टिन्यू गर्छु। यस्तो छ ठाउँ चाहिँ एकदम राम्रो छ। ए साथीहरू मार्केट आइसकेँ। मार्केट आएर चाहिँ खाना गर्दैछु। के हुन्छ, के लिन्छ। यतातिर गाना बजिरहेको, फेरि गाना बजेपछि समस्या हुन्छ। यस्तो छ। रेजर भेटेर मार्केट। साथीहरू फर्किँदैछु चिसो खाँदै। एकदमै धेरै घाम भएर हिँड्दै हिँड्दै गाडीमा जाँदा पनि हुन्छ भने चाहिँ, तर ब्लग बनाउँदै जानुपर्छ भने हिँड्दै जाँदैछु। सामान लिएर यहाँ आइसकेछ। स्ट्रिट फुडहरू पनि बन्छ, यतै पाउँछ। कस्तो बनाउँछ यहाँ, खाना चाहिँ मिठो हुन्छ, तर यिनीहरूले सरसफाइ गर्दैन क्या, त्यही समस्या हुन्छ। सरसफाइ नगरेपछि kakak ini berapa satu kue? Satu kue berapa? Satu ringgit. Boleh dapat 3. Kali berapa? Ada ya ini ya, kali berapa? Kali pap.
ल साथीहरू यो चाहिँ एकदमै धेरै गर्मी छ। यहाँ करिब पनि किने 2-3टा अब त्यतिर खाँदै खाँदै जाने हो पार्कतिर बसेर फर्किँदैछु। ल साथीहरू आधी बाटो आइसक्यो पुग्नु लाग्दैछु। यस्तो छ अनि गर्मीको कारणले गर्दाखेरि एकदमै गाह्रो भइरहेको छ हिँड्नलाई। यस्तो छ भ्यू साथीहरू एकदम घाम लागेको कारणले गर्दाखेरि the view guys. साथीहरू भित्रबाट बाटो हिँड्दैछु बाट यस्तो चाहिँ गाउँतिर जस्तो बाटो हिँड्दैछु। कहिले कराएर सुन्नुभएको छ कहिले कराएको यस्तो मिठो। ल ल ल ल ल कन्सा साह्रो कराउँदैछ माथि पुगिँदैछु। छैन बस्नलाई मौसम र मानिन्छ एकदमै राम्रो भएको ठाउँ हो यो। एकछिन रेस्ट नगरी हुँदैन गाह्रो छ मलाई यसमा रेस्ट गर्नुपर्ने हुन्छ। यस्तो छ आनन्द छ नि पार्कमा रेस्ट गर्नु ठाउँ पनि चाहिँ यहाँ एकछिन रेस्ट गरेँ। साथीहरू ल म चाहिँ अहिले यहाँ पार्कमा आएर बिसाइरहेको छु। त्यस्तै छ गर्मीले गर्दाखेरि बस्छु यहाँ चिसो खाँदै। तकारी पर्छ ललिपप खाँदै एकदमै टेस्टी छ। सामानहरू
करिब खाँदै बसिरहेको छु। मिठो छ। सामानहरू पार्क साथीहरू सबैले साथ सपोर्ट गर्नु होला, सब्सक्राइब गरिदिनु होला, लाइक कमेन्ट गरिदिनु होला। नबिर्सी एकदमसँगले एकदमै सब्सक्राइबरै बढेको छैन किन हो, भ्युज आउँछ, भ्युज हेर्ने यति मान्छेसँग सब्सक्राइब गर्नु पनि निकै भइसक्यो। त्यही कारणले साथीहरू सबैले साथ सपोर्ट गर्नु होला। ल भन्दै आजलाई यति नै, यो छोटो मिठो ब्लग अब बेला बनाइहालौँ भनेर निकै दिनदेखि बगुरा बनाएको साथीहरू। ल यति भन्दै तपाईँहरूसँग अब छुट्ने बेला भयो जस्तो छ साथीहरू। लाइक कमेन्ट सेयर गर्नु नभुल्नु होला। हस् त, बाई बाई।